नमस्कार। संसारैभरि घट्ने गरेका अपत्यारिलो जस्तो लाग्ने तर वास्तविक घटनाहरूको सँगालो विचित्र संसारको यो अर्को नयाँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको भिडियोमा म तपाईँलाई एउटा निकै अचम्मको लोभलाग्दो प्रसङ्ग तपाईँहरू माझमा राख्न गइरहेको छु। खासमा 13.5 करोडमा टाइटानिकको दुर्लभ लाइफ ज्याकेट बिक्रिएको यो प्रसङ्ग तपाईँको लागि। विशाल तथा सुविधा सम्पन्न पानी जहाज आरएमएस टाइटानिक एउटा यस्तो जहाज थियो जो कहिल्यै डुब्दैन भन्ने दाबी गरिएको थियो। तर दुर्भाग्यवश आफ्नो पहिलो यात्राकै क्रममा सन् 1992 को अप्रिल 14 मा आन्ध्र महासागरमा विशाल हिम पहाडसँग ठोकिएर दुर्घटना भयो र डुब्यो। त्यस क्रममा टाइटानिकमा सवार 2200 यात्रुमध्ये केवल 700 जना मात्र बाँच्न सफल भए। सोही टाइटानिक दुर्घटनाबाट बचेकी एक भाग्यमानी महिला यात्रुले लगाएको लाइफ ज्याकेट हालै निकै महँगो मूल्यमा लिलाम भएको छ। बेलायतको लिलामी घर हेनरी अल्ड्रिज एन्ड सनले लिलामीमा राखेको उक्त लाइफ ज्याकेट 6,70,000 पाउन्ड अर्थात् करिब 13.5 करोड रुपियाँमा बिक्री भएको छ। लिलाम घरले उक्त लिलामीलाई एक जुगमा एकपटक हुने बिक्रीको उपमा दिएको छ। यो लाइफ ज्याकेट टाइटानिक त्रासदीका बेला बाँचेका यात्रुले लगाएको एकमात्र त्यस्तो ज्याकेट हो जसलाई लिलामीमा राखिएको थियो। आखिर को थिइन् त ज्याकेट लगाउने ती व्यक्ति? उक्त दुर्लभ लाइफ ज्याकेट टाइटानिक यात्री लाउरा मावेल फ्र्याङ्कटेलीले लगाएकी थिइन्। उनी सो जहाज यात्राका क्रममा पहिलो श्रेणीकी यात्रु थिइन्। उनी फेसन डिजाइनर लुसी डब गोर्डनकी सचिव थिइन्। गोर्डन र उनका पतिसँगै लाउरा पनि अमेरिकाको सिकागो जाँदै थिइन्। सौभाग्यवश उनीहरू तीनैजनाले दुर्घटनापछि लाइफ ज्याकेट लगाए र लाइफ बोटमा चढ्न सफल भए र ज्यान पनि जोगाए। लाउरासँगै उक्त लाइफ बोटमा चढेर बाँच्न सफल भएका अन्य व्यक्तिहरूका पनि उक्त लाइफ ज्याकेटमा हस्ताक्षरहरू रहेका छन्। हेनरी अल्ड्रिज एन्ड सनले हालै टाइटानिक र हाइट स्टार लाइनसँग सम्बन्धित स्मरणीय वस्तुहरूको लिलामी आयोजना गरेको थियो। यसमा उक्त लाइफ ज्याकेट पनि समावेश थियो। लिलामी घरका प्रबन्ध निर्देशकले सो ज्याकेटलाई टाइटानिकसँग सम्बन्धित सबैभन्दा प्रतिष्ठित वस्तुमध्ये एक भएको बताएका छन्। उनका अनुसार टाइटानिक 114 वर्ष अघि डुबेको भए पनि जहाजमा सवार प्रत्येक पुरुष, महिला र बालबालिकाहरूको आफ्नै कथा छ। अर्थात् टाइटानिकमा 2200 भन्दा बढी कथाहरू छन् र ज्याकेट जस्तै अविस्मरणीय वस्तुहरू मार्फत ती कथाहरू प्रस्तुत भएका छन्। उक्त ज्याकेट यसअघि बेलायतको टाइटानिक, बेलफास्ट तथा अमेरिकाको टेनेसी राज्यको पिजन फोर्जमा अवस्थित विश्वकै ठुलो टाइटानिक सङ्ग्रहालयमा पनि प्रदर्शन गरिएको थियो। तपाईलाई यो भिडियो कस्तो लाग्यो अवश्य पनि कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया जनाउनुहोला। साथै यस्तै खाले रोचक तथा तथ्यपूर्ण भिडियो सामग्री हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा फेसबुक पेजलाई फलो, लाइक तथा कमेन्ट गर्न नभुल्नुहोला। यो भिडियो हेर्नुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।